राजतन्त्र त गयो हजुर, राजतन्त्र त गयो हजुर, गणतन्त्र आयो। जे तन्त्र आए पनि जनताले के पायो? कोहीले भन्छन् गणतन्त्र, कोही आऊ भन्छन् राजा, म त भन्छु यो देश बचाऊ, देश सबैको साझा। राजतन्त्र कि गणतन्त्र भन्दै द्वन्द्व गरे, राजतन्त्र कि गणतन्त्र भन्दै द्वन्द्व गरे, कयौँ जनता घाइते भए, 2-4 जना मरे। ठुला नेता आन्दोलनमा छैनन् एउटा पनि, हामी जनता किन लड्ने उनका लागि भने। जनताकै घर फोडियो, जनताकै क्षति, कति मूर्ख भयौँ हामी, सकियो र मती। नेताहरू हेर्दै होलान् खुब रमाइलो माने, भन्दै जनता कति मूर्ख, हामी भाग्यमानी। न राजाले दुःख पाए, न घाइते छन् नेता, छोरो मर्यो भन्दै रोइछिन् बुढी आमा यता। जनता जनता लड्यौँ बरै व्यवस्थाको लागि, जनता जनता लड्यौँ बरै व्यवस्थाको लागि, कमान्डरले ज्यान जोगायो, खुस्सा आफू भागी। आन्दोलनमै जाने भए, यदि आन्दोलनमै जाने भए यति विचार गर, पछि पछि हिँड तिमी अगाडि नपर। जो जति छन् नाइकेहरू उनै अघि जाउन्, गोली ढुङ्गा जे जे आउँछ उनै पहिला खाउन्। आफूहरू लुक्ने अनि जनताहरू मार्ने, आफूहरू लुक्ने अनि जनताहरू मार्ने, कहिलेसम्म उनले चित्न हामीहरू हार्ने। जति भयो नारा जुलुस आजसम्म यहाँ, जति भयो नारा जुलुस आजसम्म यहाँ, ठुला नेता ठुला टाउके मरेका छन् कहाँ? केका लागि आफ्नो बलि दिने उनलाई भने, यति कुरा विचार गरौँ नागरिकले पनि। राजतन्त्र र गणतन्त्र जे भए पनि, यति बुझ जनतालाई हुन्न केही लाभ भने। राजतन्त्रमा प्रजा अनि लोकतन्त्रमा जनता, योभन्दा केही फरक हुन्न भन्छ मेरो मन त। ६३ को आन्दोलनमा कतिजना मरे, ६३ को आन्दोलनमा कतिजना मरे, त्यो व्यवस्था परिवर्तन माओवादीको अरे। जनता लड्ने जनता मर्ने पगरी यी गुथ्ने, जनता लड्ने जनता मर्ने पगरी यी गुथ्ने। यही भएर आन्दोलनमा कोही जाने होइन अब, यही भएर आन्दोलनमा कोही जाने होइन अब। यिनीहरू आफै लडुन् आफै मरुन्, जनताहरू सुरक्षित भई मुख छोपेर सुत्ने।